हाई एन्ड हेलो सिक्किमे जनता, यहाँहरू सबैलाई हार्दिक नमस्कार। यो अति नै जरुरी परेको कारणले गर्दा यो भिडियो सन्देश तपाईहरु समक्ष ल्याइरहेको छु। मैले अघि पनि भनेको छु, अहिले हामी सरकारमा आएपछि वास्तवमा मलाई त्यति बेसी बोलिरहन मन पर्दैन, किनभने अहिलेको हाम्रो समय भनेको काम गरेर देखाउने समय हो। अनि सरकारले काम गरेर देखाइ पनि रहेको छ, हाम्रो कामहरू बोलिरहेको छ। धेरै त्यसै बोल्न मन पर्दैन, तर पनि कोही बेला यसरी कर पर्छ बोल्न। र आज कर पर्नुको कारण के हो भने, र म बिन्ती पनि गर्न चाहन्छु हरेक सिक्किमे कन्सर्न जनताले यो भिडियोलाई हेर्नुपर्छ, किनभने यो भिडियोमा आज म विपक्षी पार्टीले लगाएको तमाम आरोपहरू अनि सरकारले गरेको कामहरूको केही चर्चा गर्नेछु। विशेष गरेर जुन अहिले यो एआई बेस इन्टिग्रेटेड अनलाइन पर्मिट सिस्टमको विषय छ, यो विषयलाई तपाईले जान्नुपर्ने छ। हुन त हिजोसम्म माननीय मुख्यमन्त्री महोदयले यसको वृत्तान्तमा टेक्निकल पोइन्टहरू यहाँहरू समक्ष राखिसक्नु भएको छ, तर पनि आज फेरि विपक्षी पार्टीले यसलाई जुन प्रकारले अर्कै न्यारेटिभ क्रिएट गर्ने, अनि उनीहरू हिजो गाल परे हारे, तर लाज बचाउनको निम्ति जुन फेरि झुटको घुम्टो ओढेर आज आउन खोजे, त्यसलाई पर्दाफास गर्न कर परेको छ। यसैले गर्दा मात्र म उपस्थित छु। र पहिले सर्वप्रथम राजनीतिक अलिक सैद्धान्तिक कुरा गरौँ। प्रजातन्त्र संस्थागत गर्नको निम्ति अनि प्रजातन्त्रलाई बलियो पार्नको निम्ति जुनै पनि मुलुकमा, जुनै पनि राज्यमा, जुनै पनि देशमा विपक्षी पार्टीको जरुरत पर्छ। विपक्षी पार्टी हुनपर्छ। विपक्षी पार्टी भएको सरकारको लागि पनि राम्रो हो, किनभने सरकार चुक्दैन। तर सिक्किमको आजको दुर्भाग्य, हामीले संविधानको र प्रजातन्त्रको यो मर्मलाई, यो मूल्य र मान्यतालाई अनि यो सैद्धान्तिक कुराहरूलाई सिरोपर गरेर जनताको पक्षमा राजनीति गर्ने विपक्ष पाएनौँ। आज 7.5 वर्ष सरकारमा छौँ। हाम्रो सबल पक्ष भनेको चाहिँ जनता हामीसँग छ। हाम्रो नेता श्रीमान प्रियस गोलेज्यू गरिबवादी सोच भएको, गरिबको सेवा गर्न पर्छ अनि सिक्किमलाई असल सिक्किम बनाउनु पर्छ भन्ने बलियो नेता हाम्रो छ। यो हाम्रो सबल पक्ष हो। तर हाम्रो दुर्भाग्य भनेको चाहिँ यो 7.5 वर्षमा हामीले विपक्षको सोच एउटै पनि राम्रो पाएनौँ, जो प्रजातन्त्रको अति नै जरुरी कुरा हो। विपक्ष भनेको चाहिँ यस्तो हुनुपर्छ, गलतलाई गलत भन्नु सक्ने, पक्का हो, गलतलाई छाती खोलेर गलत भन्नु सक्ने। तर सरकारले जनताको पक्षमा राम्रो काम गरेको छ भने त्यसलाई राम्रो भन्ने आँट र हिम्मत पनि विपक्षी पार्टीमा हुनुपर्छ। आज दुर्भाग्यसँग भन्छु, वर्तमान विपक्षी पार्टीहरूमा यो आँट र हिम्मत चाहिँ छैन, जो एक समय हामीसँग थियो। 2009 देखि 2019 को मईको 27 तारिक सरकार बनिनुभन्दा अगाडिसम्म हामी विपक्षमा थियौँ। 10 वर्ष विपक्षमा थियौँ, दह्रो विपक्ष भएर काम गऱ्यौँ, हरेक ठाउँ बोल्यौँ। तर अहिलेको विपक्षले जस्तो सरकारले राम्रै गरेको कामको विरोध मात्र गरेनौँ, राम्रो काम गरेकोलाई सराहना पनि गर्यौँ। त्यस्तो ठुलो आँट हाम्रो थियो, त्यत्रो ठुलो हिम्मत हाम्रो थियो, किनभने हामीले प्रजातन्त्रको मूल्य र मान्यतालाई शिरमा राखेका थियौँ। अनि जसले पनि प्रजातन्त्रको मूल्य र मान्यतालाई शिरमा राख्छ नि, चाहे ऊ सत्तामा हुँदा होस्, चाहे सत्तामा नहुँदा होस्, कालोलाई कालो त भन्छै भन्छ भने सेतोलाई सेतो भन्ने हिम्मत पनि राख्छ। आजको वर्तमान विपक्षी पार्टीहरूमा र हामी विपक्षमा हुँदाको एउटा उदाहरण तपाईहरुलाई म भनिदिन्छु। 2017-18 मा त्यति बेलाको एसडीएफ पार्टी अनि त्यति बेलाको भूतपूर्व मुख्यमन्त्री श्रीमान पवन चामलिङज्यूको सरकारले पाल्जर स्टेडियममा 15-16 अथवा 20,000 भनौँ न, युवाहरू भेला गरेर वान फ्यामिली वान जब अन्तर्गत नोकरीको एपोइन्टमेन्ट अर्डर बाँड्यो। हात हातमा बाँड्यो, लाइन लगाएर दियो। हामीले त हेरिबस्यौँ। अनि त्यो बाँडेको भोलिपल्ट या पर्सिपल्ट मैले नै प्रेस कन्फरेन्स गरेँ। अनि त्यति बेला हाम्रो एसकेएम पार्टीको प्रवक्ता साथीहरू हुनुहुन्थ्यो। अनि प्रेस कन्फरेन्समा तर अहिलेको विपक्षीको पार्टीले जस्तो राम्रो काम पनि को पनि विरोध गरेको जस्तो त्यति बेला पवन चामलिङको साहबको सरकारले बाँडेको एपोइन्टमेन्ट अर्डरको हामीले विरोध गरेनौँ। चामलिङ साहबले एपोइन्टमेन्ट अर्डर बाँड्यो, यो एपोइन्टमेन्ट अर्डर ठिक छैन, कस्तोले पायो, किन दियो भनेनौँ। पैसा कहाँबाट ल्याउने,
पैसा सरकारकोमा छ के पनि भनेनौँ। भिडियोहरू हेर्नुहोस् न खोजेर, हाम्रो पुरानो भिडियोहरू, प्रिन्ट मिडियाको कटिङहरू हेर्नुहोस्। त्यति बेला हामीले के भन्यौँ, म यो बोल्ने के भन्यौँ, 2014 सालको घोषणापत्रमा हामीले अथवा एसकेएम पार्टीले वान फ्यामिली वान जब अन्तर्गत सिक्किममा 30,000 जनालाई नोकरी लगाउँछु भनेको थियौँ, तर अभाग्यवश हामी सरकारमा पुग्न सकेनौँ। हामी सरकारमा पुगेको भए लाउनै थियौँ, तर हामी सरकारमा पुग्नु नसके तापनि पवन चामलिङ साहबको सरकारले हाम्रै घोषणापत्र कपी गरेर भए तापनि वान फ्यामिली वान जब अन्तर्गत 16-17 हजारलाई नोकरी लगाइदिनु भयो। धन्यवाद। सिक्किमको गरिब जनताले नोकरी पायो। धन्यवाद छ तपाईँलाई। चुनावको मुखमा आपतमा परे तापनि लगाइदिनु भयो। हामी तपाईँको विरोध गर्दैनौँ अनि यो एपोइन्टमेन्ट अर्डरको विरोध गर्दैनौँ, तपाईँलाई धन्यवाद भन्छौँ, किनभने सिक्किमकै गरिबले नोकरी पायो नि त। चाहे त्यो चामलिङ साहबले लगाइदियोस्, चाहे जसले नै लगाइदियोस्। त्यति बेला हामीले चामलिङ साहबको त्यो कामको सराहना गऱ्यौँ। त्यत्रो आँट हाम्रोमा थियो, त्यत्तिको पारदर्शिता, त्यत्तिको राजनैतिक परिपक्वता, त्यत्तिको सिद्धान्तमा मरिमेट्ने हाम्रो सोच थियो। अनि त्यति बेला हामीले एउटा कुरा थप्यौँ, त्यो चाहिँ के हो भने, चामलिङ साहब तपाईँले एडक र एमआरमा दिनुभयो, धन्यवाद, ठिकै छ। यति भए पनि दिनुभयो। 25 वर्षमा हामी सरकारमा आयौँ भने तपाईँले आज लाउनु भएको यो 17-18 हजार जति छ सबलाई हामी रेगुलर गर्छौँ भनेर हामीले वचन दियौँ चुनाव अगाडि। कति सकारात्मक पोलिटिक्स हाम्रो, कति पोजिटिभ राजनीति हाम्रो। जनताले त्यही हाम्रो पोजिटिभ राजनीतिलाई मन पराएर हामीलाई 2019मा सरकारमा पुर्यायो। अनि हामीले बोलेको कुराहरू केवल प्रेस कन्फरेन्समा मात्रै हामीले पोजिटिभ राखेनौँ, काममा पनि पोजिटिभ राख्यौँ। हाम्रो सरकारमा आएपछि सम्माननीय मुख्यमन्त्री महोदय श्रीमान प्रेम सिंह तामाङज्यूले ती तमाम वान फ्यामिली वान जब अन्तर्गत नोकरी पाएकाहरू जो चामलिङ साहबको पालामा पाएको थियो, कुनै पूर्वाग्रह नराखी, कुनै रिस राग बदला नराखी जुन जुन पोस्टमा एपोइन्टमेन्ट भएको छ त्यही नै रेगुलर गरिदियौँ। पहिलाको सरकारले पोस्टलाई डिग्रेड गरेर रेगुलर गरेको थियो। जेईलाई जुनियर इन्जिनियरलाई सब जुनियर इन्जिनियर, अलरेडी जुनियर इन्जिनियर हो, त्योभन्दा मुनि पोस्ट हुँदैन इन्जिनियरिङ लाइनमा, सब जुनियर इन्जिनियर बनेर तपाईँको रेगुलर गरेको थियो। तर हामीले चामलिङ साहबले जसलाई जुनियर इन्जिनियर एपोइन्ट गरेको थियो 19 को चुनाव अगाडि, हामीले जुनियर इन्जिनियर भनेर रेगुलर गऱ्यौँ। जसलाई अफिस एसिस्टेन्ट बनाएको थियो हामीले अफिस एसिस्टेन्ट बनाएर भनेर नै रेगुलर गऱ्यौँ, डिग्रेड गरेनौँ। जस्तो बोली त्यस्तै काम एसकेएम सरकारमा सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङज्यूले गरेर देखाइदिनु भयो। यो हो पोजिटिभ पोलिटिक्स। यसले चाहिँ राज्यलाई फाइदा दिन्छ। अनि हरेक राजनीति गर्नेहरूको सोच, हरेक राजनीति गर्नेहरूको मनभित्रको चाहना र दिमागले बोल्दै गरेको योजनाहरू चाहिँ जनताप्रति समर्पित अनि जनताको फाइदाको लागि हुनुपर्छ। चाहे त्यो सरकारमा बसेर लागू गरेको योजनाहरू किन नहोस्, चाहे सरकारमा बसेर स्याङ्सन गरेको कामहरू किन नहोस्, चाहे विपक्षमा बसेर जोरदार रूपले उठाएको मुद्दाहरू नै किन नहोस्, त्यसको अन्तिम लक्ष्य भनेको चाहिँ सिक्किमलाई फाइदा अनि जनतालाई फाइदा भएको हुनुपर्छ। आज सिक्किम सरकारले धेरै सोचेर, धेरै विचार गरेर, धेरै एनालाइसिस गरेर, धेरै एक्सपर्टहरूको सल्लाह पनि लिएर अनि हरेक स्टेक होल्डर्सहरूको सजेसनलाई ग्रहण गरेर एआई बेस्ड इन्टिग्रेटेड अनलाइन पर्मिट टुरिज्ममा लागू गर्ने प्रोसेसमा छ। आज जसले यसको विरोध गर्नुहुँदैछ मनमा छातीमा हात राखेर भन्नुहोस्, के यसले सिक्किमलाई नोक्सान गर्छ? के यसले सिक्किमको भविष्यलाई बर्बाद गर्छ? के यसले सिक्किमको टुरिज्मलाई सखाप पार्छ? ल भन्नुहोस् त तपाईँहरू मनमा हात राखेर, कसरी पार्छ? आज जो पनि सिक्किमको सचेत नागरिक, चाहे त्यो एसकेएम पार्टीको होस्, चाहे त्यो क्यापको होस्, चाहे त्यो एसडिएफको होस्, चाहे त्यो भाजपाको होस्, चाहे त्यो कङ्ग्रेसको होस्, चाहे कुनै पोलिटिक्समा नभएको नन पोलिटिकल हाम्रो सिक्किमको आदरणीय जनता नै किन नहोस्, जो कन्सर्न छ, जो अनि सचेत र चेतनशील छ, उनीहरूले त्यसै होइन अध्ययन गरेर भन्न सक्छन् कि जुन यो एआई बेस
इन्टिग्रेटेड अनलाइन पर्मिट सिस्टम सिक्किममा लागू गर्न लागिरहेका छौँ। यसले सिक्किमलाई एकै कन्चीको पनि नोक्सान पुर्याउँदैन, आज पनि नोक्सान पुर्याउँदैन अनि भविष्यसम्म पनि नोक्सान पुर्याउने छैन। तर त्यसको ठिक उल्टा सिक्किमलाई आज पनि यसले फाइदा दिनेछ, तत्कालीन पनि फाइदा दिनेछ, इमिडिएट पनि यसले फाइदा दिनेछ भने दीर्घकालीन भविष्यसम्मको लागि पनि सिक्किमलाई यो सिस्टमले फाइदा दिनेछ। कसरी? आज हेर्नुहोस् त, विकसित देशहरूमा अनलाइन सिस्टम कहिले लागू भएको? आज एआई सिस्टमले कति एक्युरेट कामहरू अनि कति ट्रान्सपरेन्ट कामहरू विश्वमा गरिरहेको छ। भन्नु नै हो भने वास्तवमा यो पर्मिट सिस्टम, अनलाइन पर्मिट सिस्टम लागू गर्न हामी अलिक ढिलो भयौँ। त्यसमा कुरा गर्नुहोस् न, यो त पहिल्यै लागू गर्नुपर्ने थियो, सरकारले किन ढिलो गर्यो भन्नुहोस् न। त्यो पो भयो तपाईँले भन्नुपर्ने त। यस्तो राम्रो योजना चाहिँ आजसम्म सरकारले किन लागू गरेन? गाली गर्नुहोस् न हामीलाई। किन उहिले लागू गरेन? आजभन्दा तपाईँहरू 7 वर्षदेखि सरकारमा थियो त, किन आजभन्दा 5 वर्ष अगाडि, आजभन्दा 2 वर्ष अगाडि यस्तो राम्रो सिस्टम चाहिँ किन लागू गरेन भनेर हामीलाई गाली गर्नुहोस् न। तर यस्तो राम्रो कामको सुरुवात गर्दा किन यसको विरोध गर्नुहुन्छ? गाली गर्नुहुन्छ भने यो त ढिलो भयो भनेर तपाईँले हामीलाई गाली गर्नुहोस्, स्वीकार गर्छौँ त्यो कुरालाई हामी ग्रहण गर्छौँ। राजनीति भनेको उच्च आदर्शमा हामीले गर्नुपर्छ। जब यो सिस्टम लागू हुन्छ नि, 1 नम्बरमा सिक्किम आउने टुरिस्टहरू जो चाहिँ सिक्किममा एक प्रकारले एउटा शब्द युज गर्छु, हाम्रो सिक्किमेहरूको निम्ति एउटा अन्नदाता जस्तो पनि हो। गाडी चल्छ, घर चल्छ, होटल चल्छ, फास्टफुड चल्छ, पार्किङ चल्छ, के चाहिँ चल्दैन? सबै रिलेटेड छन्। ती सिक्किम घुम्न आउने टुरिस्टहरूले हेसल्स फ्री, कुनै पनि प्रकारको सङ्कट बिना, कुनै पनि प्रकारको झन्झट बिना सिङ्गल विन्डो सिस्टमबाट पर्मिसन लिएर, अनलाइन लिएर उनीहरूले सिक्किम घुम्न पाउँछन्। यता डकुमेन्ट बुझाउनु पर्ने, उता डकुमेन्ट बुझाउनु पर्ने, लाइनमा उभिनु पर्ने, पानी झरीमा उभिनु पर्ने, ट्राफिक जाम हुनुपर्ने। सिक्किमको रोडहरू सानो छ, ट्राफिक जाम हुनुपर्ने मान्छेको लाइनले, यो सब समस्याहरू बन्द हुनेछ। अनि अर्को, चाहे टुरिस्टहरू एनजेपीमा झरोस्, चाहे बागडुग्रामा फ्लाइटबाट आओस्, चाहे बसबाट आओस्, चाहे प्राइभेट गाडीहरू लिएर टुरिस्टहरू सिक्किम आओस्, उनीहरूले जग्गा जग्गा फेस गर्नुपर्ने मिडल म्यानहरूको झन्झटबाट उनीहरूले मुक्ति पाउँछन्। आज हेर्नुहोस् त, तपाईँले देखिरहनु भएको छ त, टुरिस्टहरूले कति ठाउँ उनीहरूले 1-2वटा गनगनहरू गरेको कि पर्मिट यति सस्तो थिएछ तर हामीले यति बेसी तिर्नु पर्यो, होटल यति मात्रै थिएछ तर हामीले यति बेसी तिर्नु पर्यो। किन? अनलाइन नभएको कारणले गर्दा, म्यानुअल भएकोले गर्दाखेरि टुरिस्टहरू कस्तो दुःख गरेर आइपुग्थे। उनीहरू विभिन्न ठाउँमा, एउटाले यता मेरोमा आउन, अर्कोले यता मेरोमा आउन, गाडी भाडाहरूको पनि त्यस्तै खालको, अनि पर्मिट निकाल्नु नै उनीहरूलाई समस्या गर्ने। अनि कतिजना यस्तो खालको ट्राभल्सहरू पनि हुन्थ्यो जसले उनीहरूको सेवा गरे, तपाईँको स्नोफलमा फसिँदा सेवा गरे। यस्ता टुर एन्ड ट्राभल्सहरू पनि थिए। तर कति टुर एन्ड ट्राभल्सहरू यस्तो पनि थिए, विशेष गरेर राज्य बाहिरबाट अपरेट हुने टुर एन्ड ट्राभल्स यस्तो पनि थिए जसले जानी इन्टेन्सनली समस्या क्रिएट गरे। तपाईँको यो कागज चल्दैन, त्यो कागज चल्दैन, अनि उनीहरूले त्यो कागज चल्ने बनाउनुको निम्ति टुरिस्टहरूबाट इलिगली पैसा वसुले। यो सब हुनु दिनु राम्रो कि हुनु नदिनु राम्रो? यो सबले हाम्रो टुरिज्ममा अहिले इन्स्ट्यान्ट अनि दीर्घकालीन रूपमा राम्रो असर गर्छ कि नराम्रो असर गर्छ? सबले भन्छन् नराम्रो असर गर्छ। यसलाई हटाउनुपर्छ। हटाउने माध्यम के हो? हटाउने माध्यम यही हो जो सम्माननीय मुख्यमन्त्री महोदयले आज लागू गरिरहनु भएको छ। सबै स्टेक होल्डर्सहरूसँग सल्लाह गरेर, कोअर्डिनेसन गरेर, ताकि कहीँ पनि चुक नहोस्। सानो सानो गल्ती भएको छ भने पनि त्यसलाई लागू गर्नुभन्दा अगाडि नै सुधार गरिहालौँ भनेर आज यति राम्रो सिस्टम लागू भइरहेको छ। सिक्किममा टुरिस्टहरू अब कुनै पनि प्रकारको झन्झट बिना सिंगल विन्डोबाट पर्मिसन लिएर सिक्किम घुम्न आउन सक्छन्। जो रिस्ट्रिक्टेड एरियाहरूको निम्ति पर्मिसन फेरि सिक्किमको सबै ठाउँमा त चाहिँदैन नि, रिस्ट्रिक्टेड एरियाहरूमा जानको निम्ति उनीहरूले अनलाइन पर्मिसन निकाल्छन्। अनि पर्मिसन कसले दिन्छ? सिक्किम गभर्मेन्टमा रेजिस्टर भएको टुर अपरेटर्सहरूले, टुर एन्ड ट्राभल्सहरूले। आज कसले दिँदैछ? 60% डेटा अनुसार 60% भन्दा बेसी पर्मिसन राज्य बाहिरले दिँदैछ। कसले दिँदैछ बोकेर आउँछ। त्यसको मेकानिजम आजसम्म नबनिएकोले गर्दाखेरि यो बनाउनु कर परेको। यहाँ कति राम्रो जियो फेन्सिङ गरिएको छ, जस अन्तर्गत अब अनलाइन
पर्मिसन दिने अधिकार केवल सिक्किमभित्र रेजिस्टर भएको टुर एन्ड ट्राभल्सले मात्रै दिनु पाउँछ भनेपछि यो राम्रो कि नराम्रो? विपक्षी पार्टीका साथीहरू आँट गर्नुहोस्, जो आँट हामीले 2017-18मा गऱ्यौँ। हिम्मत गर्नुहोस्, राजनीतिको सिद्धान्तलाई शिरमा राख्नुहोस्, आदर्शलाई शिरमा राख्नुहोस् अनि बोल्नुहोस्, हिम्मत देखाउनुहोस्। जो हामीले देखाएका छौँ कि सिक्किमको टुर अपरेटरलाई यसले फाइदा भएन, जियो फेन्सिङले गर्दाखेरि सिक्किम सुरक्षित भएन, अनि रेभिन्यू लिकेज यसले 100% बन्द हुँदैछ। हिजोसम्म माननीय मुख्यमन्त्री महोदयले कोअर्डिनेसन मिटिङमा मनन केन्द्रमा भन्नुभयो कि राउन्ड फिगरमा म भन्छु तपाईँलाई 15 लाख, लगभग 15,68,000 टुरिस्टहरू सिक्किम आए। त्यसमा 90-95%ले त छाङ्गु घुमेकै हुन्छ, 80-85%ले नर्थ सिक्किमको लाचा लाचुङ गुरुदङ्गा डुलेकै हुन्छ। तर रेभिन्यू कलेक्सन एकदमै कम्ती भयो। किन कम्ती भयो? लिकेज भएको कारणले गर्दाखेरि। अनि मुख्यमन्त्री महोदयले हिजो जुन एउटा राउन्ड फिगरमा 27 करोडको आँकडा बताउनु भयो, यो चाहिँ प्रमाणित भएको घोटाला होइन, जो आज विपक्षी पार्टीको साथीले भन्न खोज्दैछ र जनतालाई फेरि पनि मिसगाइड गर्न खोज्दैछ। यो प्रमाणित भएको घोटाला होइन, तर हाम्रो म्यानुअल सिस्टम, जो ओल्ड म्यानुअल सिस्टमको कारणले गर्दाखेरि यति चाहिँ हुन सकेको छ, यति चाहिँ भयो होला भन्ने एउटा अनुमानित लिकेजको एउटा लागत हो, अनुमानित। आज त्यसलाई चाहिँ फेरि विपक्षी साथीहरूले यस्तो ट्रान्सपरेन्टसँग कुरा गर्दाखेरि, यस्तो पारदर्शीसँग बताउँदा यो घोटाला भएछ यो सरकारमा भनेर फेरि उल्टै खेद्नु। खालि उल्टै मात्रै खेद्नु हुने तपाईँहरूले, कहिलेकाहीँ त पोजिटिभ पनि हुनुहोस्। र त्यही लिकेजलाई रोक्नको निम्ति आज यो सिस्टम लागू गरिएको हो। र विपक्षी पार्टीको आजको वक्तव्यहरूले के बुझिन्छ भने उहाँहरू चाहिँ यो 27 करोड जो 2025 को लिकेजको आँकडा हो अनुमानित, यो बन्द नहोस्, यो लिकेज भइरहोस्, राज्यलाई नोक्सान भइरहोस् भन्ने सोचमा यहाँहरू हुनुहुँदो रहेछ। नत्र भने त यहाँहरूले अब यस्तो लिकेज हुने सम्भावना हुँदो रहेछ, यो रोक्नुको लागि सरकारले त साह्रो राम्रो काम नि गर्दै रहेछ, धन्यवाद सरकार भन्नुपर्ने हो नि। अझै धेरै लिकेज बन्द गर्नुहोस् भनेर तपाईँले हामीलाई प्रोत्साहन दिनुपर्ने हो। अझै राम्रो काम गर्नुहोस्, अझै पनि कहीँनिर लिकेजको सम्भावनाहरू छ भने यसरी नै बन्द गर्नुहोस्, राज्यको निम्ति राम्रो काम हो यो भनेर तपाईँले हामीलाई अझै हौसला दिनुपर्ने हो। तर त्यो नगरेर तपाईँहरूको भनाइअनुसार त यो लिकेज भइरहनु पर्ने अनि राज्यलाई नोक्सान भइरहनु पर्ने। प्रिय साथीहरू, हामी मात्रै सरकारमा बस्दैनौँ, एक दिन हामी पनि सरकारबाट हटेर जान्छौँ। हामीले आज गरिरहेको यो काम केवल हाम्रो निम्ति मात्र होइन, एक दिन हामी सरकारबाट हटेपछि जो यो सरकार सम्हाल्नुको निम्ति आउँछ उनीहरूलाई पनि यसले फाइदा दिन्छ, उनीहरूको लागि पनि हामीले रेभिन्यू सरप्लस बनाइरहेका हुन्छौँ। अनि सरप्लस रेभिन्यू भएपछि स्टेटको इकोनोमी दोबर राम्रो भएर जान्छ अनि सेन्ट्रल गभर्मेन्टले पनि रेभिन्यू सेयर हामीलाई दोबर मात्रामा दिन्छ। त्यसैले गर्दा हामीले त यति राम्रो काम गरिरहेका छौँ। र जुन प्रकारले आज विपक्षी पार्टीहरूले सरकारले गरेको हरेक कामहरू, जुन कामहरूले जनतालाई प्रत्यक्ष रूपले फाइदा दिइरहेको छ, तत्कालीन रूपमा पनि अनि दीर्घकालीन रूपमा पनि, ती कामहरूको पनि विरोध गर्नुले गर्दाखेरि आज सिक्किममा भएको विपक्षी पार्टीहरू चाहिँ केवल विरोधको निम्ति मात्र गठन भएको विपक्षी पार्टीहरू हो भन्ने बुझिन्छ। अनि प्रजातन्त्रको सिद्धान्तकै कुरा गर्नु हो भने त उनीहरू प्रजातन्त्र मान्नेहरू होइनन्, प्रजातन्त्रमा विश्वास गर्ने विपक्षी दल होइनन्, तर समाजलाई जहिले पनि नकारात्मकतिर धकेल्न खोज्ने प्रतिक्रियावादीहरू हुन् यिनीहरू भनेर उहाँहरूकै कामले आज पुष्टि भइरहेको छ। अङ्ग्रेजीमा भन्नु हो भने बडो यो एउटा ठुलो शब्द छ, रियाक्सनिस्टहरू हुन् यी विपक्षी पार्टीहरू। अङ्ग्रेजी शब्दको यो अर्थलाई तपाईँले बुझ्ने कोसिस गर्नुहोस्, कति गम्भीर, कति ठुलो शब्द छ। आज त्यही रियाक्सनिस्टहरूमध्ये भित्र जुन जुन क्यारेक्टरहरू हुन्छ त्यो क्यारेक्टरहरू बोकेर आज तपाईँहरू राजनीति गर्नुहुँदैछ। अचम्म लाग्छ। भर्खरै सम्पन्न भएको आमा सम्मान दिवस अनि आमा सम्मान दिवसको उपलक्ष्यमा वितरण गरिएको आमा सशक्तिकरण योजना अन्तर्गतको राशिको पनि तपाईँले विरोध गर्नुभयो। यो त कहीँ पनि यताउता नभई सिधै जनतामा पुग्ने, सिधै गरिब आमाहरूमा पुग्ने कति ठुलो योजनाहरू। आज यो योजना त राष्ट्र लेभलमा कपी गरिरहेको छ, उनीहरूले नाम चाहिँ विभिन्न राखिरहेको छ, राखिरहेको छ, तर यो आमा सशक्तिकरण योजना त आज देशको धेरैवटा राज्यहरूले कपी गरिरहेको छ अनि त्यहाँ लागू गरिरहेको छ। हाम्रै छिमेकी राज्यहरूले अब लागू गर्दैछ।
हामी एकापट्टि यस्तो योजनाहरू कपी बनाउँदैछौँ जसलाई राष्ट्र लेभलमा कपी गरिरहेको छ भने तपाईँले यसको विरोध गर्नुहोस्। यो बडो अचम्मको कुरा छ। त्यति मात्र होइन, त्यति बेलै मलाई जवाब दिनु मन परेको थियो, तर मैले यो विपक्षी साथीहरूको दिमाग नै यस्तो छ, उहाँहरूसँग किन दाँजिनु भनेर मैले जवाब दिन आज अलिकति बोलिरहेको छु। एकजना विपक्षी पार्टीको नेताले भन्नुभयो कि यो चोरेर जेल गएको मान्छे जेलबाट निक्लेको चाहिँ कसरी जन उन्मुक्ति दिवस भयो, कसरी आमा दिवस भयो भनेर एकजना साथीले लाजै नमानी भन्नुभयो। तपाईँलाई याद छ? त्यति बेला तपाईँ सरकारमा हुनुहुन्थ्यो, तपाईँ मेरो मित्र पनि हो। म त मित्रको पनि एउटा हैसियत राखेर गाली नगरौँ भन्छु, गर्दिनँ पनि, गरेको पनि छैन। तर तपाईँहरूले राजनीतिको धर्मलाई नै मारिदिनुहुन्छ। बोल्न कर पर्छ। बोल्नु हो भने त हाम्रोमा यस्तो यस्तो शब्दहरू छ कि, बोल्नु हो भने त हाम्रोमा यस्तो यस्तो दस्तावेजहरू छ कि, बोल्यो भने तपाईँले सिक्किममा राजनीति गर्नै सक्दैन त। साँच्चै भनिदिएको, तपाईँहरू एसडिएफ सरकारको ठुलो ठुलो ठाउँमा बस्दा नि यति ठुल्ठुलो गल्ती गरेको छ तपाईँहरूले, त्यो कुराहरू यहाँनिर राख्नु हो भने त तपाईँले सिक्किममा राजनीति गर्नै सक्दैन सिद्धान्तमा अडेर। अब तपाईँको लाजै पचाएर गर्नुभयो भने भिन्नै कुरा हो, त्यो त्यसमा कसैले रोक्न सक्दैन। लाजै पचाएर गर्नुभयो भने त कसैले रोक्न सक्दैन। तर अलिकति पनि इमान इज्जत लाज छ भने त हामीसँग यस्तो दस्तावेजहरू छ तपाईँहरूले सरकार गर्दा गरेको कर्तुतहरू राखिदिउँ त तपाईँहरू त सिक्किममा राजनीति गर्नु सक्दैन। तर त्यो सब हामी गर्दैनौँ। किनभने हामी सिद्धान्तमा राजनीति गर्नेहरू, हामी व्यक्तिगत जीवनलाई, व्यक्तिगत चरित्रलाई हेरेर राजनीति गर्ने होइनौँ। हामी राजनीतिभित्रको विज्ञानलाई शिरोपरमा राखेर राजनीतिलाई अगाडि बढाउने अनि सबको लागि राजनीति गर्ने, यहाँ सत्तामा हुनेहरूको लागि मात्रै होइन, विपक्षमा हुनेहरूको लागि पनि सुन्दर सिक्किम बनाइदिने हामी महान अभियानमा छौँ। तपाईँले कस्तो प्रकारले भन्नुभयो कि कुनै व्यक्ति जेलबाट निक्लेको दिनलाई आमा दिवस भन्नुपर्ने? अरे उहाँ व्यक्तिलाई जेलमा कसरी पठाइयो अध्ययन गर्नुहोस् न। चोरेर पठाएको? नो, बिग नो। भ्रष्टाचार गरेर पठाइएको? बिग नो। तपाईँले अध्ययन गर्नुहोस्। केस रेजिस्टर गर्यो कहिले? जब 2009मा रोलो पिकनिकबाट श्री गोले साहबले जब एसडिएफ सरकार विरुद्ध विद्रोह गर्यो तब केस रेजिस्टर गर्यो। केस कहिलेको? 97 सालको। कति वर्ष बादमा केस रेजिस्टर गर्यो? यदि पक्का चोरेको थियो, पक्का भ्रष्टाचार गरेको थियो भने त 97मै नै केस रेजिस्टर हुन्थ्यो नि, 98मै नै रेजिस्टर हुन्थ्यो नि। भ्रष्टाचारै थिएन, एसडीले टिकट दिइबस्यो, गोले साहबलाई मन्त्री बनाइबस्यो। अनि जब त्यो एसडिएफ सरकारको विरोध गर्यो केस लगायो। कसरी हुन्छ? यस्तो हुन्छ? यो साँचो कुरा हो, यो सिद्धान्तको कुरा हो। गोले साहबले भ्रष्टाचार गरेको थियो भन्दा 97-98मा के हेरिबस्यो त्यति बेलाको भिजिलेन्सले, के हेरिबस्यो त्यति बेलाको पुलिसले, के हेरिबस्यो त्यति बेलाको सिक्किम सरकारले। अनि जब रोलुबाट एसडिएफ सरकारको विरोध गर्यो तब त्यो केस निकाल्यो। एउटा कुरा उहाँले भन्नुहुन्छ, कोर्टले सजाय दिएको हामीले होइन, तर सरकारको हरेक मेसिनरीलाई मिसयुज गरेर, सबै कुरालाई मिसयुज गरेर कोर्टमा इस्टाब्लिस गर्ने काम गर्यो उनीहरूले। झुटोलाई पनि सत्य देखाउने काम गर्यो उनीहरूले, अनि सत्यलाई झुटो देखाउने काम गर्यो उनीहरूले। तर हेर्नुहोस्, संसारमा ईश्वर छ, अनि ईश्वरको दलान अगाडि न्याय एक दिन हुन्छै हुन्छ। त्यति बेलाको सत्ताले सबै सरकारी मेसिनरीलाई प्रयोग गरेर गोले साहब विरुद्ध जजमेन्ट इस्टाब्लिस गर्नु सक्यो भने पनि कोर्टमा, तर जनता अगाडि, जन अदालतमा, जनताको अदालतमा गोले साहबलाई गलत साबित गर्नु सकेन। यो पो त साँचो कुरा त, यो साँचो कुरा। आज यस्तै कुरा गर्नु हो भने त कतिवटा छ। तपाईँले जुन सिक्किम ब्याङ्क्रप्ट भयो भनेर हल्ला पिट्नु भयो, मेरोमा गतिलो जवाब छ, म बोलेको छैन, कुनै दिन बोल्छु। तपाईँहरूले सिक्किम ब्याङ्क्रप्ट भयो किन भन्दैछ? 3वटा कारण छ मेरो अध्ययन अनुसार। एक त यो तपाईँहरूको ह्याङओभर हो, एउटा तपाईँहरूको मानसिकता हो, अनि एउटा तपाईँहरूको चाहना हो। आज यो विषयमा मलाई भन्ने समय छैन, कुनै दिन यो विषयमा म बोल्छु। त्यो दिन सिक्किमे जनताले अनि तपाईँहरू आफैले पनि थाहा पाउनेछ कि तपाईँले रटेको जस्तो ब्याङ्क्रप्ट भयो सिक्किम किन भनेको रहेछ। तपाईँहरू आफैलाई पनि याद छैन होला, याद हुनेछ त्यो दिन तपाईँहरूको चरित्रको कारणले गर्दा हो, त्यो तपाईँहरूको ह्याङओभर हो त्यो। यो शब्दहरू अहिले तपाईँले बुझ्दैन, म एक दिन बुझाइदिन्छु।
त्यस कारणले गर्दाखेरि अब अन्तमा म आउन चाहन्छु। विपक्षीका प्रिय साथीहरू, हामी तपाईँलाई पनि माया गर्छौँ अनि हामी तपाईँहरूलाई पनि प्रजातन्त्रको अङ्ग बनाउन चाहन्छौँ। जसरी 2009देखि 2019सम्म हामी प्रजातन्त्रको अङ्ग भएर एउटा सबल विपक्षको काम गऱ्यौँ अनि जनताको कामहरू गऱ्यौँ। यस्तै हुनुहोस् न तपाईँहरू। तर आज सेतोलाई पनि कालो देखाउनै पर्ने, तपाईँहरूले राम्रोलाई पनि नराम्रो भन्नै पर्ने, यो सोचबाट माथि उठ्नुहोस्। यो सोचले आज एक दिन तपाईँहरू आफैलाई ग्लानीमा पार्नेछ। यो सोचले एक दिन तपाईँहरूलाई धिक्कार्नु पर्ने अवस्थामा पुर्याउनु पर्नेछ। आज तपाईँहरूको राजनीतिक वजुद, तपाईँहरूको राजनीतिक अस्तित्व हाम्रो कारणले होइन, तपाईँहरूकै नकारात्मक सोचहरूको कारणले गर्दा धस्किँदै विलुप्त हुने ठाउँमा पुगिसकेको छ। यसको कारक तत्त्व हामी होइनौँ, यसको कारक तत्त्व तपाईँहरू नै हुनुहोस्। आउनुहोस् सिक्किममा हामी एउटा प्रोग्रेसको राजनीति गरौँ, सिक्किममा एउटा हामी पोजिटिभिटीको राजनीति गरौँ अनि जुन काम गर्दा जनतालाई ठिक हुन्छ, प्रशासन ठिक हुन्छ, पारदर्शी हुन्छ, रेभिन्यू लिकेजहरू रोकिन्छ वर्तमानमा अनि भविष्यमा सिक्किमलाई राम्रो हुनेछ, त्यो कुराहरूको सपोर्ट गर्ने ठुलो हृदयको जन्म दिउँ। थ्याङ्क यू।